यहाँ हेर्न सक्नुहुन्छ अस्तिकै माछाहरूबाट त्यहाँ हेर्न सक्नुहुन्छ। अनि यता चाहिँ हेर्न सक्नुहुन्छ यहाँ हाम्रो फिमेल ब्ल्याक मस्कोप। यसलाई अब किन यहाँ राखेको भनेर सोच्दै हुनुहुन्छ होला। यहाँ चाहिँ यसले अब बच्चा जन्माउन आँटिरहेको छ, त्यही कारणले बच्चालाई नखाइदियोस् भनेर अलिक राखेको। यहाँ देख्न सक्नुहुन्छ यसको मुनि चाला पनि छ, त्यो हेर्न सक्नुहुन्छ। अनि यहाँ हेर्न सक्नुहुन्छ अस्तिकै बोराहरूलाई, यिनीहरूको ठाउँ चाहिँ साँच्चीकैमा यताको हो, तर यहाँ धेरै भएर बढ्नु नसकेर यतै सारेको। यहाँ देख्न सक्नुहुन्छ मेरो एक्जोटिक गप्पीहरू। अनि यो चाहिँ नयाँ भेराइटीको गप्पी हो। अनि यहाँ चाहिँ अस्तिको बोराहरूको अपडेट अस्तिभन्दा अलिक धेरै ठुलो भइरहेछ। अनि तपाईहरूले यो भिडियो सम्बन्धित केही सोध्नु मन छ भने यो भिडियोको कमेन्टमा सोध्न सक्नुहुन्छ।